सो ब्रोको नाम? मेरो नाम एमडी रवानी हो। सो ब्रो चाहिँ अल द वे फ्रम हाम्रो वसुन्धराबाट आउनु भएको छ, किन म्युजिक हाउस नेपाललाई चुज गर्नुभयो? मैले अब सुरुमा होइन टिकटकमा भिडियोहरू आइरहेको थियो, अब मन भयो गिटार लिउँ। पहिला पनि मैले गिटार युज गरेको थिएँ, मन भयो गिटार लिउँ। टिकटकमा सर्च गरेँ रिजनेबल प्राइसमा प्लस बेस्ट स्टोर इन काठमाडौँ भनेर 10-15वटा कति आयो। तर यहाँको म्युजिक हाउस नेपालको एट्र्याक्टिभ लाग्यो होइन। पछाडिको भ्यूहरू प्लस के अरे उहाँको बोल्ने तरिका, पहिला चाहिँ गिटारको होइन बारेमा चाहिँ भन्ने हो, यो के अरे यो वुडबाट बने हो, यो हो होइन। त्यसपछि गिटारको साउन्ड कस्तो छ भनेर पनि सुनाउने, जस्तो मैले अरूमा पाएन। अनि अहिले चाहिँ आउने बेला पनि होइन दुईवटा पसल भिजिट गरेँ, कुराकानी पनि राम्रो मिलेन मेरो। ठ्याक्क यहाँ आएँ, प्राइस पनि अलिक ठिकै थियो, तर उहाँले चाहिँ मलाई रिजनेबल प्राइसमा दिनुभयो। तपाईँ खुसी हुनुहुन्छ म्युजिक हाउस नेपालबाट पर्छ? म त धेरै खुसी हो, म त धेरै खुसी हो। सो ब्रोको गिटार चाहिँ हाम्रो स्कोएको यो वाला गिटार रहेको छ, अनि यो चाहिँ मेरो पनि पर्सनल फेभरेट गिटार हो है। सो कङ्ग्रेचुलेसन हजुरलाई फेरि पनि धन्यवाद। सो हजुरहरू पनि म्युजिक हाउस नेपाल भिजिट गर्नु भएको छैन भने भिजिट गर्नु होला, अनि हामीलाई फलो एन्ड समथिङ लाइक सेयर, साथीहरूलाई फलो गर्नु, पठाउनु, सेयर गर्नु, फलो गर्छन्, लाइक गर्छन्, कमेन्ट गर्छन्। अनि सबले भिजिट गर्नुहोस्, आउनुहोस् अनि हेर्नु कस्तो छ भनेर। थ्याङ्क यू सो मच।